नमस्ते साथीहरू। आज चाहिँ हामीसँगै मटन भुटन बनाऊँ है त। म चाहिँ आज यो मटन भुटनको रेसिपी सेयर गर्दैछु साथीहरू हजुरहरूसँग। सबैभन्दा पहिला एउटा सफा कराईमा तेल लिउँ, त्यसमा चाहिँ भुटनलाई राखौँ है। अनि स्वादअनुसार नुन र थोरै बेसार मात्रै हालेर अहिले चाहिँ टक्क बरबर भुट्नु पर्यो है। यो चाहिँ मजासँग भुट्नुपर्छ, रातो हुने गरी भुट्नुपर्छ। बिस्तारै भुटनले पानी छोड्दैछ है साथीहरू, त्यहाँ भएको पानीहरू छोड्दैछ। त्यो पानी सुकाउने, त्यो पानी सुकाएपछि लगभग यस्तो रातो भइसक्यो होइन भुटन। यो चाहिँ एकदमै मजाले भुट्नुपर्छ, किनकि यसको नामै भुटन हो नि त। एकदमै भुट्नुपर्ने भएको भएर यसको नाम भुटन राखेको रे है। मैले पनि सुनेको, अब हो के होइन त थाहा भएन। अनि जहाँसम्म त्यही नै हो जस्तो लाग्यो मलाई पनि। यतिको रातो हुने गरी भुटिसकेपछि अनि खान पनि मजा आउँछ नि त। अब मसलाहरू राखौँ। अदुवा लसुनको पेस्ट, अनि चिल्ली फ्लेक्स, गरम मसला र जिरा र धनियाँको धुलो मात्र राखेको छु मैले। त्यस्तो धेरै मसलाहरू चाहिँ मलाई मन पर्दैन। त्यस्तो मसलादार खाना खासै म खाँदिनँ। तपाईँहरूलाई मसला धेरै मनपर्छ भने अरू पनि एड गर्दा भयो। अनि यसमा अब ग्यासको फ्लेम चाहिँ अलिक सानो बनाएर गर्नुपर्छ, फेरि मसलाहरू डढ्यो भने मिठो हुँदैन नि त, अलि तितो तितो जस्तो लाग्छ मलाई। अब चाहिँ रेडी भइसक्यो है। ल साथीहरू इन्जोय गर्नु है सबैले। मटन भुटन कस्तो लाग्यो